नेमार जुनियर डाउट स्टेप अझ पनि 7% भन्दा माथि त नखेल्नेमै छ। रोड्रिगो पहिले आउट होइन, रियल मैड्रिडका विङ्गर। अब हुँदा 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 रियल मैड्रिडका डिफेन्डर इडर मिलिटाओ सुद्धा आउट के। अहिले 2026 को फिफा वर्ल्ड कप नजिकिँदै गर्दा होइन, ब्राजिल जतिको अनलकी टिम अरू कुनै छैन के। अक्टोबर 17 2023 देखि नेमार जुनियर अहिलेसम्म के 2026 मा आएर पनि होइन वर्ल्ड कप सुनौ भन्नु लाग्यो। अहिलेसम्म नेमार जुनियर चाहिँ आफ्नो देश ब्राजिलियन नेसनल टिममा पर्न सकेका छैनन् के। कारण के, इन्जुरी। नेमार कस्तो फुटबलर हो, कस्तो फुटबल प्लेयर हो भनेर नेमारले स्यान्टोसमा हुँदाखेरि नै आफ्नो बवाल पर्फर्मेन्स दिएर होइन यत्रो युरोपियन प्लेयर्सहरूलाई टपेर ब्यालन डियरको टप 10 मा पर्नलाई सफल भएका प्लेयर हुन् के नेमार। नेमार भएको ब्राजिलियन टिम र नेमार नभएको ब्राजिलियन टिममा आकाश पातालको फरक पर्दो रहेछ भनेर हामीले देखिसकेका छौँ। यस्तो प्लेयर आफ्नो देश ब्राजिलको लागि लगभग 3 वर्ष भयो खेल्न नपाएको। कारण के हो, इन्जुरी। अर्को ब्राजिलियन यङ्गेस्ट ट्यालेन्ट स्टिभा पनि 70% भन्दा माथि नखेल्नेमै छन् के। कारण के, हामस्ट्रिङ इन्जुरी। अर्को दुईटा ब्राजिलियन साम्बा होइन, ब्राजिलियन की प्लेयर्स फ्रम रियल मैड्रिड रोड्रिगो र इडर मिलिटाओ त कन्फर्म नखेल्ने फिक्स भइसक्यो क्या, खेल्दै खेल्दैन अब। कारण के भन्दा रोड्रिगो एसिएल इन्जुरी, इडर मिलिटाओ हामस्ट्रिङ इन्जुरी के। मलाई चाहिँ एकदमै दुःख लागिरहेको छ क्या ब्राजिलको यो अवस्था देखेर होइन। नेमारको झन् बिग फ्यान हो होइन, ब्राजिलको सानैदेखि फ्यान, नेमारको झन् कुरै नगरौँ होइन। अनि ब्राजिलको यो अवस्था देखेर एकदमै दुःख लागिरहेको छ क्या। के हुन्छ होला ब्राजिलको वर्ल्ड कपमा जस्तो लागिरहेको छ क्या। अब नेमार पनि सेलेक्ट भएन भने त मलाई त ग्रुप स्टेजबाटै अघिल्लो चरण पुग्दैन जस्तो लागिरहेको छ क्या। अनि जे होस्, नेमार एउटालाई चाहिँ वर्ल्ड कपमा छिराइदियो है भगवान् भनेर हात जोडिरहेको हुन्छ क्या दिनकै। किनभने मलाई चाहिँ के लाग्छ भन्दा नेमारले वर्ल्ड कप जिताउन सक्छ जस्तो लाग्छ क्या। मलाई अरू कुनै प्लेयरबाट त आश गर्ने होइन आधारै छैन जस्तो लाग्छ क्या। कन्ट्रीबाट क्लबहरूबाट राम्रो खेलेका छन् सबै प्लेयरहरूले, क्लबबाट आफ्नो एकदम बेस्ट दिएका छन्। बेस्ट क्लबहरूबाट कोही चेल्सीबाट, कोही रियल मैड्रिडबाट, कोही बार्साबाट एकदमै बेस्ट दिएका छन् क्या, एकदम राम्रो खेलिरहेको छन्। तर वर्ल्ड कप होइन ब्राजिल नेसनल टिमबाट भने कसैले पनि आश देखाउने आधार देखाएको छैनन् क्या।